हेलो एभ्रिवान, वेलकम टु माई मिनी ब्लग साथीहरू। हजुरलाई डे 22 मिनी ब्लगमा स्वागत छ। सबैजना सन्चै हुनुहुन्छ होला साथीहरू। मेरो बिहानीको सुरुवात हुन्छ छोरासँग साथीहरू। छोरालाई उठे सिल तल लिएर आएँ अनि त्यसपछि मेरो काम सुरु हुन्छ साथीहरू। खानासाना बनाउनु। मेरो बुढा चाहिँ आज वासिङ मेसिन सफा गर्दै हुनुहुन्छ अनि कसैलाई चाहिँ पढाएर आएर ढक्क हिरोनी भन्नु भएन सक्नुहुन्छ। अनि त्यसपछि खानासाना पकाएँ साथीहरू। बाबु सिटी चढ्ने भनेर हैरान चढिरहेको थियो अनि हामी बुढाबुढी भएर टक्क खानासाना खान लायौँ साथीहरू। अनि हजुरहरूको दिनहरू कसरी बितिरहेको छ, के गर्नुहुन्छ, कसरी बिजी हुनुहुन्छ, हजुरहरूको बेबी छ कि नै? मेरो बेबी हेर्न कति चकचके छ नि, बु बु गर्छ, त्यो बुम बुम गरेर किन कति चकचक गर्ने। अनि हामी साथीहरू छिटो रोटी बनाउन लायौँ, साँझको तयारी खानासाना गराउन लायौँ, खायौँ। अनि खाएपछि आज हामी चाहिँ साथीहरू आरती हुन्छ नि त सोमबार, त्यही भएर बागेश्वरी जाने प्लान थियो। अनि नानी पनि एकछिन आएको थिएँ बाबुलाई भेट्न, बाबुसँग के साथीहरू रेडी भएर जान लायौँ। गएपछि हेर्न मौसम यस्तो दामी देखेको थियो आज है। अनि विवासलाई हेरेर पनि हेर्दैन। अनि मम्मीलाई चाहिँ प्रसाद किन्न लाउनु भएको थियो मन्दिरमा चढाउनको लागि। अनि हामी सासू बुहारी नाति भएर टकटक सबैजना गयौँ। अनि साथीहरू टिका सिका लगाइदिनु भयो। यहाँ हामी जाँदा यस्तो गर्मी थियो कि साथीहरू, हिजो यस्तो गर्मी थियो। 6:30 बजे गएको, 7 बजेपछि बल्ल आरती सुरु हुन्थ्यो। अनि अब त्यति बेलासम्म के गर्ने भनेर अनि हामी फोटोसोटो खिच्यौँ। अनि भित्र मन्दिरमा पनि घुम्यौँ। अनि विवास हेर्न बाँधेको गर्मीले प्याक भएछ, के गर्नु र यस्तो गर्मी भएको क्या साथीहरू। अनि यति मान्छे आउने क्रम बढिरहेको थियो, अब एकदम भिड हुन्छ नि त। अनि भित्र मन्दिर जानुभएको थियो। अनि हामी मम्मीलाई कुर्दै बसिरहेको थियौँ। बाहिर नजारा हेर्न सक्नुहुन्छ, यस्तो ब्युटिफुल देखिरहेको थियो बागेश्वरी मन्दिरको। नेपालमा चाहिँ हुनुहुन्छ भने सबैजना जानु होला। मम्मी हेर्न छम नाच्नु भएको छ। अनि पछि हाम्रो मम्मीसँग पनि पसल बन्द गरेर हिँड्नु भएको थियो। ठ्याक्कै भिड भयो। अनि घर आएर लुगासुगा फेरि गर्मीबाट हत्ते भएर विवास त सुते थियो एकछिन। अनि फेरि मम्मी विवासलाई भेट्न आउनुभयो। यस्तै गरी मेरो दिन बितिरहेको छ। बाइ बाइ साथीहरू, थ्याङ्क यू फर वाचिङ।